चेतनमाथि जुन जीवमाथि हजुर प्रसन्न भइबक्सन्छ त्यस्ता चेतनलाई हजुरले कृपा गरिबक्सन्छ। हजुरले कृपा गरेर भनिबक्सोस् कि आजको एकादशीको महिमा कस्तो छ। आजको एकादशीको महिमा के हो? श्री अब भगवान् पूर्णब्रह्म परमात्माले वर्णन गर्न लाग्नुभयो। हे राजन परीक्षित श्री युधिष्ठिरजी महाराज, केवल यहाँ युधिष्ठिरजीले मात्रै सुन्नुभयो भन्ने होइन है। फेरि युधिष्ठिरजीका साथमा सबै पाँचै पाण्डवले श्रवण गर्नुभएको छ, परन्तु सोध्नु भएको छ श्री युधिष्ठिरजी महाराजले। त पाण्डव भन्नाले पाँचै भाइ पनि आउनुहुन्छ, एक भाइ पनि आउनुहुन्छ, परन्तु यहाँ सबैलाई नै भगवान्ले सुनाउनु भएको छ। श्री भगवान्ले वर्णन गर्न लाग्नुभयो। श्रीराजन प्रवक्ष्यामि शुक्ला पौषसे या भवेत् तस्यापि महाराज लोकानां च हिताय च। हे महाराज, भगवान्ले पनि महाराज भन्नुहुन्छ भनेपछि युधिष्ठिरजी कस्तो हुनुहुन्थ्यो होला? युधिष्ठिर जस्तो धर्मात्मा कोही। यद्यपि भगवान्को फेरि अग्रज दाजु पनि हुनुहुन्छ युधिष्ठिरजी, भगवान्को दाजु पनि हो। भगवान्को दाजु अब फुपूको छोरो, भगवान्को फुपूको छोरो युधिष्ठिरजी। भगवान्ले वर्णन गर्न लाग्नुभयो। हेर्नुहोस् महाराज, पौष शुक्ल एकादशीको महिमा कस्तो छ भने सबै चेतनलाई कल्याण गर्नेवाला छ। लोकको हितका लागि, यो लोकको कल्याणका लागि यसको विधि अब म केवल हजुरलाई होइन, हजुरलाई निमित्त बनाएर, हजुरलाई माध्यम बनाएर म यो चरित्र सुनाउँदैछु। यो हजुरले यो आजको एकादशीको महिमा छ, यो चाहिँ विशेष गरेर गर्नुपर्दछ सबै पापहरू गर्ने लागि। अति उत्तम एकादशी जसलाई उत्तरदार आजको एकादशीको नाम हो उत्तरदार। र आजको एकादशीको भगवान् भइबक्सन्छ श्री नारायण भगवान्। प्रत्येक एकादशी जसरी 24 एकादशी छन्, भागवतमा 24 नाम छन्, एक एक एकादशी एउटा एउटा भगवान्को नामले